आदरणीय दर्शकवृन्द नमस्कार। आज हामी विद्याज्योति माध्यमिक विद्यालय खहरी सुन्दर बजार लमजुङका शिक्षक स्टाफ लमजुङबाट बालपाक लाप्राकको यात्रामा निस्केका छौँ। हामी अहिले पाउँदी बजारमा छौँ। पाउँदीबाट बिस्तारै राइनस नगरपालिका हुँदै हामी त्यसतर्फ गइरहेका छौँ। हामी अहिले राइनस नगरपालिकामा रहेका छौँ। यो मध्य पहाडी लोकमार्ग जुन भर्खरै पिच सम्पन्न भएको छ। अहिले हामी धमिलको आइपुग्यौँ। धमिलको स्कुल देख्न सक्नुहुन्छ। अहिले हामी चेपे खोला आइपुगेका छौँ, जुन लमजुङ जिल्ला र गोर्खा जिल्लाको साँधमा रहेको छ। यसले नै जिल्ला छुट्याउँछ। हामी अहिले ठाटी पोखरी आइपुग्यौँ। ठाटी पोखरी जुन एउटा सहरोन्मुख बस्तीको विकास हुँदैछ यस ठाउँमा। हामी 12 पिर्के आइपुग्यौँ। 12 पिर्केबाट लुइटेल भन्ज्याङ आइपुगेका छौँ। अब हामी खाना नखाएकोले खानको लागि उचित स्थानको खोजीमा छौँ। हामी बुलबुले भन्ने ठाउँमा आइपुग्यौँ। यो ठाउँमा चाहिँ हामी खाना पकाएर खानको लागि तयारी गर्दैछौँ। हामीले खाना बनाउने भनेको ठाउँमा चाहिँ एकजना महिला चाहिँ रक्सी बनाउँदै हुँदो रहेछ। उहाँसँग हामी केही बेर कुराकानी गर्दैछौँ। कति चटनी निकाल्नु भयो? निकाल्नु भयो? कसरी थाहा हुन्छ? यस्तो धर्सा चाहिँ त्यो अनुसार हो। पहिलोचोटि निकालेको चाहिँ बेसरी लाग्छ। एक पानी रक्सी भन्छ नि त, त्यो बेसरी कडा हुन्छ। सुरुमा चाहिँ एकदम थोरै आउँछ। उहाँले आफ्नो जीवन गुजारा गर्नको लागि चाहिँ रक्सी बनाएर पसलमा लगेर बेच्नु हुँदो रहेछ। उहाँले त्यही कुरा चाहिँ जानकारी गराउनु भयो र महिनाको 1-2 चोटि चाहिँ उहाँले रक्सी पार्नु हुँदो रहेछ। हामी अब खाना बनाउने सुरुमा लाग्यौँ। हामीले घरबाटै रेडिमेड रूपमा चाहिँ मासु काटेर लगेका थियौँ, तरकारीहरू काटेको लगेको थियौँ र ग्यास पकाउने भाँडाहरू सबै हामी आफै लगेको हुनाले हामीले जहाँ पानी पाइन्छ त्यही खाना बनाउने भनेर पहिले पूर्व योजना अनुसार आएको थियौँ र यहाँ खाना खाने तर्खरमा छौँ। हामी खाना खाने तर्खर हुँदाहुँदै हामी फोटो खिच्ने तयारीमा लाग्यौँ। खाना खाइसकेपछि हामी त्यस ठाउँलाई छोडेर हाम्रो गन्तव्यतिर मोड्यौँ। बाटोहरू कतै पक्की कतै कच्ची यस्तै नै रहेछ। हामी आज सुन्दर बजार नगरपालिका पालुङटार नगरपालिका हुँदै सिराङचोक अजिरकोट गाउँपालिकामा यात्रा गरिरहेका छौँ। अहिले हामी अजिरकोट गाउँपालिकाको पालुवा भन्ने ठाउँमा छौँ। आजको हाम्रो यात्रा दरौदी नदीको किनारै छ। हामी दरौदी नदीको किनारै अब सुलीकोट गाउँपालिका प्रवेश गर्दैछौँ। सुलीकोट गाउँपालिका जहाँ चाहिँ आजको हाम्रो यात्राको डेस्टिनेसन पोइन्ट हो। बालपाक र लाप्राक दुवै स्थान सुलीकोट गाउँपालिकामा नै पर्छ। करिब
दरौदी नदीको किनारबाट 1 घन्टाको उकालो उक्लिएपछि हामी बारपाकमा आइपुग्यौँ। यो चाहिँ अहिले तपाईँले देखिराख्नु भएको चाहिँ बारपाकको बस पार्क हो। हामी आज देखिएकै रिसोर्टमा चाहिँ बस्दैछौँ। यहाँ केही बेर थकाइ मारेर हामी अब बिस्तारै बारपाकको सन्ध्याकालीन दृश्य हेर्न हिँड्दैछौँ। यहाँ पानीको धारा रहेछ। हाम्रो मानव सभ्यतालाई नै हेर्ने हो भने जहाँ पानी र खेतीबाली हुने ठाउँ छ त्यो ठाउँमा नै बस्तीहरू चाहिँ विस्तार भएको हामीले पढ्न पाउँछौँ इतिहासमा। यहाँ चौतारा नजिकैको पसलमा चाहिँ यहाँका बुवा आमाहरू चाहिँ बेलुकीको हावा खानलाई बस्नुभएको रहेछ। अहिले हामी बुद्ध पार्क आइपुगेका छौँ। यो पार्क चाहिँ बारपाकको चाहिँ सिरानमा रहेको छ। यहाँबाट हामीले रमाइलो दृश्यहरू देख्न सकिन्छ। यहाँ अहिले हामीले देख्न सक्छौँ राइनस नगरपालिकाका मेयर र भैरव माविका शिक्षक साथीहरू पनि घुम्न आउनुभएको रहेछ। उहाँहरूसँगै हामीले पनि एकछिन समय बितायौँ। अहिले हामी त्यही बुद्ध पार्कबाट देखिएको दृश्यहरू तपाईँहरूलाई देखाइरहेका छौँ। आजको दिन त्यति राम्रो नभएको कारणले हामीले राम्रो भिजनहरू देखाउन सकेनौँ। एयर पोल्युसनको कारणले चाहिँ यहाँको मौसममा पनि प्रभाव परेको छ। राम्रो भिजन चाहिँ हामीले देख्न सकिरहेका छैनौँ। घुम्ने क्रममा म चाहिँ साथीहरूसँग एक्लिएछु। म चाहिँ अलिकति छिटो बुद्ध पार्क आइपुगेँ। हाम्रो साथीहरू चाहिँ आउँदै हुनुहुन्छ। उहाँहरू सर अघि नै आउनुभयो? म त 1 घन्टा हुन लाग्छ। कस्तो लाग्यो सर बारपाक? रमाइलो लागेछ सर, रमाइलो लागेछ। म त यो छोटो बाटो आएको। रमाइलो भइरहेछ। रमाइलो छ। हुन्छ एकदम ठिक छ। ठिक छ। यो चाहिँ कहाँ के आई लभ यु पार्क अरे यो? आई लभ यु पार्क होइन सर, बुद्ध पार्क हो। हैन आई लभ यु पार्क। आई लभ यु पार्क। नयाँ ठाउँमा पुगेपछि फोटो खिच्ने रहर सबैलाई हुन्छ। हामी पनि केही बेर फोटो खिच्न लाग्यौँ। यस ठाउँको सम्झना स्वरूप हामीहरू पनि फोटो खिच्नलाई मस्त भयौँ एकछिन। आज हामी लमजुङ जिल्लाको विद्याज्योति माध्यमिक विद्यालयका स्टाफहरू सबै अध्ययन अवलोकन भ्रमणको लागि बारपाक आइरहेका छौँ र यहाँको वस्तुस्थिति भूकम्प गएपछिको पुनर्निर्माणको अवस्था र यो यहाँको उचाइको कारणले यहाँ आउने परिवर्तनलाई अवलोकन गर्न आएका हौँ। दिनभरिको यात्राले हामीलाई थकाएको छ र थकाइ मार्नको लागि हामी यहाँ बस्दैछौँ। र हामी देख्दैछौँ नजिकै चौतारीमा चाहिँ गाउँबाट जङ्गल गएर दाउरा लिएर आउनेहरू देख्नु भएको छ। कहाँबाट ल्याउनु भयो बुझ्यो दाउरा? कहाँबाट ल्याउनु भयो? माथि टाढाबाट। कति माथि हो यहाँबाट? उता ठुलो वन पुग्नुपर्छ। 1 घन्टा लाग्छ? 1 घन्टा कहाँ पाउने? कति लाग्छ त? बिहान 9 बजे हिँडेको अहिले 6 बजे घर पुग्छ। कतिजना? 9 बजे गएर अहिले भर्खर आउँदै हुनुहुन्छ? हजुर। यहाँ चाहिँ स्मृति पार्क बनाउन लागेको रहेछ। दर्शकबिन नमस्कार। आज हामी गोर्खा जिल्लाको सुलीकोट गाउँपालिका अन्तर्गत बारपाक भन्ने ठाउँमा छौँ। हाम्रो निकै लामो छलफल पछाडि करिब 2 महिना पछाडि तय भएको यात्रामा हामी बारपाकमा अहिले बिहानै नास्ता पछाडि यता लाप्राक जाने तयारीमा छौँ।
सबै साथीहरूले चाहिँ होलीको रङ लागिसक्नु भएको छ। ह्याप्पी होली। बाटो निकै नै अप्ठ्यारो छ। हुन त यो बाटोमा बस चल्ने गरेको चाहिँ रहेनछ। यहाँ चाहिँ जिपहरू ट्र्याक्टरहरू मात्रै चल्ने गरेको रहेछ। तर हाम्रो गुरुजी चाहिँ केही महिना अगाडि मात्रै लाप्राक जानुभएको रहेछ र उहाँले बाटो हेरेर यो बाटोमा चाहिँ मैले गाडी बनाउन सक्छु, म लैजान सक्छु, तपाईँहरूलाई सफलतापूर्वक पुर्याएर आउँछु भनेर जिम्मा लिनुभयो र हामी गुरुजीलाई विश्वास गरेर लाप्राकतर्फ लाग्यौँ। बाटो हेर्दा एकदमै भिरालो डरलाग्दो छ। माथि डाँडोमा पुगेपछि चाहिँ हामीले एकदमै राम्रो बाटो भेट्यौँ। धेरै माथि डाँडोमा पुगेपछि माथिको बाटो चाहिँ राम्रो छ। बाटोमा हेर्दाखेरि हामीले गुराँसका फुलहरू प्रशस्तै भेट्यौँ। हामीलाई गुराँसले स्वागत गरिरहेको जस्तो हामीलाई चाहिँ भान भएको छ। झन्डै 2 घन्टाको कठिन यात्रापछि गुराँसको बोटहरू हेर्दै हामी लाप्राक आइपुग्यौँ। यो चाहिँ पुनर्निर्माण बस्ती मात्रै हो। यहाँ घरहरूमा सबै घरमा मान्छे बसेको चाहिँ हामीले भेटिएको छैनौँ। यो हस्तान्तरण हुने क्रममै होला जस्तो लाग्छ हामीलाई। हजुरहरूले कता जान लाग्नु भएको? दाउरा टिप्न जाने। दाउरा टिप्न कहाँ जङ्गलमा? जङ्गलमा यहाँबाट त्यो माथि जाने। अनि यहाँ हजुरले एउटा के भारी बोकिराख्नु भएको छ पछाडि, यो के होला? नानी हो। नानी हो। दर्शकबिन यहाँ अनौठो कुरा छ, पछाडि यहाँ नानी बोकेको भन्नुहुन्छ। एकैछिन उहाँको नानी कस्तो हुनुहुनेछ बहिनी, नानीलाई देखाउन मिल्छ? उहाँ नानी आनन्दसँग निदाइराखेकी छिन्। हाम्रो गोर्खाको लाप्राक भन्ने ठाउँमा आज हामीले यस्तो दृश्य देखिरहेका छौँ। अनि हजुरले यो बोकेर जङ्गल जाँदै हुनुहुन्छ दाउरा काट्नको लागि। दाउरा काट्ने बेलामा नानीलाई कसले हेर्छ त दिदी? यसरी नै पुग्नु। यसरी नै बोकेर दाउरा काट्ने। भरे दाउरा काटेर जङ्गलमै छोड्नुहुन्छ कि लिएर आउनुहुन्छ? ल्याउने। दाउरा लिएर आउनुहुन्छ, नानी बोकेर दाउरा काट्ने। नानी बोकेर कसरी ल्याउनुहुन्छ? नानी पनि बोक्ने, दाउरा कसरी बोक्नुहुन्छ त? ए नानी माथि राख्ने, दाउरा तल बोकेर आउने। अनि लड्ने डर हुँदैन त दिदी? लड्दैन। लड्दैन। 2-3 वर्ष भयो। 2-3 वर्ष त्यस्तो बस्ने आएको थियो कि जिप मात्रै आएको? त्यो बस पनि एकचोटि आएको थियो। अहिले आयो होइन, पहिल्यै 2-3 वर्ष भयो होला आएर। पहिला 3 वर्ष पहिला आएको थियो, आज आयो। आज आयो। दर्शकबिन उहाँको भनाइअनुसार यो लाप्राक भन्ने ठाउँमा 3 वर्ष पहिला बस आएको थियो। अनि हामीलाई बारपाकमा गाडी जाँदैन भन्दा भन्दै जिपमा जानुपर्छ भन्दा भन्दै हामी बसमा आएका छौँ। हाम्रो बस ल्याउनु हुने गुरु, अब हामी बिस्तारै उहाँतिर जाँदैछौँ। नमस्ते, मेरो नाम विनोद रिमाल, पेसाले चालक। सर, पहिला 3 वर्ष पहिला बाटो खोल्दा बस आएको थियो, आज बारपाकबाट बस जान सक्दैन भन्दा भन्दै उहाँले बडो मेहनत गरेर ल्याउनु भएको छ। कस्तो रह्यो त हजुरको अनुभव? अनुभव त अब हामी पेसाले चालक, कहिले अफ रोड कहिले पिच रोड, अब यस्तै, तर अलिकति बाटो चाहिँ टाइटै थियो। अनि कस्तो लाग्यो हजुरलाई यहाँ बस ल्याउँदाखेरि? रमाइलो छ, भित्री मन खुसी नै छु। तपाईँहरूले सर्वप्रथम सेवा गर्न पाए, त्यही नै राम्रो कुरो। असाध्यै खुसी हुनुहुन्छ। बाटोमा एकदम कठिन मोडहरू पनि थिए, उहाँले बिस्तारै यहाँ लिएर आउनुभयो। बारपाकबाट बस ल्याउने कि नल्याउने भन्दा भन्दै हामी पछि लास्टमा क्यान्सल गर्न पनि लागेका थियौँ। तर जान्छ, म आफै चालक हो, म लिएर जान सक्छु भन्नुभयो उहाँले र लिएर आउनुभयो। अब हाम्रो स्टाफले उहाँलाई बिस्तारै एउटा सम्मान कार्यक्रम गर्दैछ, टिका लगाएर हुँदैछ। पशुपति सर, हजुरलाई सम्मान गरेर पाउँदा कस्तो लागेको छ आज होलीको दिनमा? एकदमै खुसी लागेको छ, एकदमै खुसी एकदम ह्याप्पी आज पहिलो दिन। अनि भाइ कस्तो लाग्यो त यहाँ आउँदाखेरि? एकदम रमाइलो लाग्यो। अनि बाटोमा धेरै मेहनत गरे भाइले, ढुङ्गा पल्टाउँदै गाडीलाई ब्याक गर्ने बेला साइड हेर्दै कस्तो लाग्यो तपाईलाई? के गर्ने, अब कामै यस्तै हो सर। साथीहरू पनि आउनु भएको रहेछ। सर कहाँबाट आउनु बोला सर?
चितवनको टाढीको मोहन माध्यमिक विद्यालयबाट आएको विद्यालय रनपा 9 चितवन हामी स्टाफ बारबाग हुँदै यहाँ आयौँ अवसरमा हामी यहाँ आइपुगेका छौँ बहुत यो चाहिँ प्राकृतिक आउने बाटो एउटा महत्त्वपूर्ण ठाउँ आयो यसले खुसी लागेको यो ठाउँ राम्रो छ है यसलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्छ शेषकालले बनाएको ठाउँ यो नमुना बस्ती छ हैन अनि आउँदा कतिको गाह्रो छ के कस्तो भयो सर गाह्रो आउँदाखेरि त यसो डर चाहिँ लाग्ने रमाइलो गाह्रो त रमाइलो एकदम एडभेन्चर सिटिङ छ रमाइलो भयो हस् थ्याङ्क यू सर फोन इस सर अभिले लिएर हैन अब रङै भयो नाक लगाइदिनु न हाम्रो निश्चर चाहिँ के जिउने बसिरहेको त नि निका हामीले नि जाने हामी त ल ह्याप्पी होली है सर फाइनली फिनिस चाहिँ नलाउन है मलाई बरु शान्ति लगाउनु सर हामीलाई त एकदम रमाइलो छ यस्तो चाडपर्वको दिन गोर्खा बारपाक जस्तो लाप्राक जस्तो ठाउँमा आउन पाएको हुनाले धेरै खुसी छौँ सर मलाई पनि एकदमै रमाइलो लागिरहेछ एकदम रमाइलो लागेको छ बारपाक पहिलोचोटि आउनु पाउँदाखेरि त्यसमाथि होली लाप्राक अनि त्यसपछि लाप्राकमा होली खेल्दा जानै रमाइलो लागिरहेको छ एकदम रमाइलो लागिरहेको छ पहिलोपटक चाहिँ यो लाप्राक आउँदाखेरि एकदम खुसी लाग्यो बाटो चाहिँ डर लाग्दो थियो तर हाम्रो चाहिँ गुरुजीले चाहिँ एकदम होसियारका साथ एकदम राम्रोसँग ल्याइदिनु भयो त्यो नै खुसी लाग्यो धन्यवाद अत्यन्तै रमाइलो भइरहेछ इन्जोय भइरहेछ हेलो सर निशा सर एकदमै रमाइलो छ सर आज हामी चाहिँ यहाँ अब यो बारपाकबाट चाहिँ लाप्राक आएर होली खेलेछौँ है यस्तो अवसर चाहिँ बिरलै जुट्दा सबैजना हुँदाखेरि एकदमै रमाइलो छ टी होली भन्न चाहन्छु एकदमै इन्जोय छ सर यो आज चाहिँ होलीको दिन हो होइन हामी ठुलो सङ्घर्षका साथ चाहिँ पहिलोचोटि बस लिएर चाहिँ हामी यहाँ लाप्राक आइपुगेका छौँ होइन एकदमै इन्जोय भइरहेको छ सर हेलो हजुर यो फिलिङ्स भनेको यो पहिलोचोटि एकदम नयाँ ठाउँमा आएको अनुभवमा चाहिँ एकदम नयाँ जोखिम जीवनलाई चाहिँ खुकुरीको धारमा राखेर हामी आइरहेको छौँ लाप्राक भन्ने ठाउँमा गोर्खाको एकदम रमाइलो भएर यो है ढुङ्गा सहित ढुङ्गा पनि अब खुकुरी जस्तो रहेछ स्पेसल मुभमेन्ट होलीको मुभमेन्टमा आइया छ यो पनि स्पेसल भइरहेछ होइन एकदमै जोखिम यात्रा गरेर हामी चाहिँ यहाँ होली होइन हामी टिका लगाएर दिनुपर्छ